अमिलो पिरो टक्क परेको पिङ्क कलरको चटपटे बनाऊँ ल आज। रातो चटपटे त सबैले बनाउँछन् साथीहरू, तर म आज गुलाबी रङको चटपटे बनाउँदैछु किनभने म मान्छे एक्स्ट्रा हो क्या, युनिक हो, त्यही भएर युनिक चटपटे बनाउँदैछु मैले। त्यसको लागि हामीले लिम, आलु, चना, कुरकुरे, ड्राई फ्रुट्स, काँक्रा, धनियाँ, प्याज, खुर्सानीलाई मसिनो पारेर काट्यो। अनि त्यो सबैलाई एउटा भाँडामा राखे। अनि पालो आयो हाम्रो वाइ वाइ नेपाली जनताको फेभरेट चाउचाउ वाइ वाइ चाउचाउ। नेपाली जनताको फेभरेट त भनिहाले साथीहरू। यदि कसैलाई मन पर्दैन भने तपाईँहरू कमेन्ट गरेर मलाई मन पर्दैन भन्न सक्नुहुन्छ ल। यो आजादी छ तपाईँलाई। हामीले चाहिँ चटपटे पानीपुरी बनाउँदाखेरि जहिले पनि एक कागती राख्छौँ कि भेनिगर सेनिगर राख्छ नि त अरूले, त्यो भेनिगर राख्यो भने बास्ना आउँदैन, राम्रो हुँदैन। त्यही भएर राम्रो हुँदैन भन्दा पनि कागतीको बास्ना आउँछ नि त, कागती राख्यो भने त्यसमा झन् सुगन्ध छप्ने काम गर्छ क्या त्यो कागतीको बास्नाले। त्यही भएर त्यस पछाडि सस राखेँ। सस राखेर मिक्स गर्दाखेरि त वाउ, लुकिङ लाइक अमेजिङ। फेरि चटपटे खान मन लाग्यो मलाई।